हेलो गुड मर्निङ साथीहरू। आज हेर्नु न, हामी चाहिँ कहाँ जाने यस्तो प्लानै केही थिएन कि। अनि एक्कासी चितवन जाने भन्यो। अनि त्यस पछाडि गयो कलङ्कीमा गाडी साडी चढेर। अनि हेर्नु त कति छिटो हामी थानकोटतिर पनि पुगिसक्यौँ। खाजा खाने ठाउँ पनि आइसक्यो। अनि उसले यस्तो गर्दै बस्नु भएको। अनि के खाम भयो थियो। अनि काँक्रो खायौँ हामीले त, केही खाएन। बरु बिहान भएर भोक लागेन कि। अनि त्यस पछाडि यसरी गयो। मनोकामना पनि पुगियो, मनोकामनाको गेट। अनि यो चाहिँ मुगलिन हो के। मुगलिन पुगेर अनि हामी यता चितवन जाने ठाउँमा पनि आइपुग्यो। यतापट्टि लाग्यो। अनि त्यस पछाडि गाडीमा यसो अलिअलि खिचियो। अन्त यो चितवन आइपुग्ने ठाउँनिरको हो कि। कस्तो राम्रो भ्यू हेर्नु न। अनि यो चितवन पनि झिरियो। अनि हेर्दा हेर्दै हामी चाहिँ चितवन पनि आइपुगेर यसरी म्याजिक चढेर गयौँ है। यो चाहिँ चितवन एयरपोर्ट हो के। अनि हामी घर अगाडि पुग्यौँ। हेर्नु न, अनि हामीलाई देखेर चाहिँ हाम्रो छोरी चाहिँ दौडेर आएर रमाएर हेर्नु खुसी भएर। अनि उहाँ चाहिँ मेरो दाइ, अनि उहाँ दिदी चाहिँ भित्र जानुभयो। अनि हामी यसरी गयौँ। अनि दिदीले चाउचाउ पकाउनु भयो। यस्तो भोक लागिरहेको थियो नि, चाउचाउ पकाउनु भयो। अनि चाउचाउ गम 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 खायौँ सबैजनाले। अनि हाम्रो दिदी भिनाजु पनि आउनु भएको रहेछ। उहाँ चाहिँ मेरो दिदी, उहाँ लडेर बस्ने मेरो फेरि अर्को माइली जेठानी हो कि। अनि सबजना भेटघाट भयो, तरकारी सरकारी केलायो, खानासाना पकाइयो। अनि मलाई चाहिँ धेरै भोक लागेको भएर म चाहिँ केटाकेटीसँगै पहिला खाएँ। अनि पछि यसरी खानुभयो दाइहरूले, दिदी भिनाजुले है। अनि मलाई चाहिँ कस्तो रमाइलो लाग्यो कि, आफूले पहिला खाइसक्यो है। अनि पछि सबैजना खाएको देखेर झन् कस्तो मजा लागेर अनि म चाहिँ भिडियो खिच्न थालेँ। उहाँ चाहिँ हाम्रो दिदीले खान थाल्नुभयो। अनि खाएपछि भाँडा त माझ्नै पऱ्यो। अनि यसरी सुति